भाँच्यो फेरि चुना लायो इसी ऐना फेरि हिजो 500 फेरेको ए थप बुझी ए यसो बोल्नु हुँदैन ऐनामा टिलिक्क हेर्नु त म देख्नुभयो गणेश हिमाल बब्बाल यो हो नि त मेरो स्वर्ग जस्तो प्यारो गाउँ गङ्गा जमुना गाउँपालिका। हेलो एभ्रिवान, जस्तो आयो त्यस्तै प्रस्तुत गरेँ। केटाकेटीले रले खोलेको च्यानल सब्सक्राइब गर्नु ल भन्दै आजको बिहानी यहाँबाट सुरु हुन्छ गाइज। हामी चाहिँ यो होटेलमा बसेको जस गङ्गा जमुना गाउँपालिकाको फुलखर्कामा चाहिँ हामी आज बसोबास गरेको। किन भन्दाखेरि चाहिँ हिजो यही रात पर्यो, भ्लग त्यस्तो तरिकाले बनाउनु पाएन। किन भन्दाखेरि चाहिँ बाटो यस्तो थियो होइन, यो त के नै होइन, बिस्तारै सुरु हुन्छ अफरोडिङ। आजको दिन चाहिँ कस्तो हुन्छ बिहानीको समयमा तपाईँहरूलाई स्वागत छ। अबको दिन बवाल हुने रहेछ। आज चाहिँ बाइक त्यहाँ छ, भिमे उठेर चाहिँ क्लिन भएर बसेको छ। हेरौँ बाइकको डिबी निकाल्ने भनेको कस्तो हुन्छ गाइज, हेर्दै गर्नु होला। के हान्ने भाँच्यो अनि पुराले म्याचिस बाइक चाहिँ बवाल हो गाइज, रोनिन हो रोनिन। यस्तो छ भिमे टर्न उता छ। हामी अहिले गङ्गा जमुनाको बाट चिम्चोक जाँदैछु गाइज, हेर्दै गर्नु होला। बाटोको अफरोडहरू राम्रोसँग देखाउनु। ब्याट्री चाहिँ साह्रै चिसो भएर चाहिँ चलेको छैन है गाइज, तर जाडो चाहिँ त्यति धेरै छैन। यो भन्दा नि अर्को भेकमा जानु छ गाइज। यही हो सङ्घर्ष, यही हो परिस्थिति। ब्रेकको यो उस पनि छैन। के हो यार, सब गयो यार यो त। Matches, Ronin is back. Yes, yes, yeah. म बाइक भेट्छ लामो जस्तो भइरहेछ। दाई हो दाई आयो लाउरे। बाटो नराम्रो रहेछ साथी। म्याचिस बाटो चाहिँ नराम्रै हो है गाइस। अर्जुन उता खान जाने। ये बब्बाल हिमाल देख्यो, हिमाल देख्यो, मेरो हिमाल गणेश हिमाल। यो हो नि त, आई लभ यु। तर को नाम थाहै छैन यार, कसलाई भनौँ आई लभ यु, आई लभ यु। गाइस वे डेन्जर अफ-रोड रहेछ यहाँ त यार। बब्बाल दामी रहेछ गाइज हाम्रो गाउँ त। ये हिमाल देखिरहेछ क्या, खतरा। ए बब्बाल यार। यो पछाडि हिमाल देख्छ म तपाईँहरूलाई देखाउने छु गाइज। येहु बब्बाल। ओए यो घुम्तीमा गएर ट्रक सुसु गर्ने हो गाइज, बब्बाल मजा आउँछ।
हिमाल हेरेर खुल्ला आकाशको हिमाल हेरेर ओए हिमाल में खतरा यार में खतरा ओए खतरा रिजेट बब्बाल छ गाइज होइन दामी लागिरहेछ यस्तो फिल भइरहेछ उड्दिम सानो के भन्ने तिम्रो याद धेरै आयो टावरको छेउमा बस्दा पनि तिम्रो फोन आएन किन होला है तिमीले मलाई यति धेरै माया मारेको हो र मलाई त साह्रै मन दुखिरहेछ यो टावरको छेउमा आउँदा नि फोन आएन तिम्रो टावरकै तल जान्छु म गङ्गा जमुना आउने त भन्यो यस्तो बाटो छ त्यहाँ किन पनि ध्यान ल्या भइछ ओ नो ओ सोल्टी ए म पल्ट्यो ए ओए समात कि मलाई समात कि बाइकलाई समात ओए के भएको यो ओ ब्रेक फेल भयो ए मा ए लास्टमा त बाइक स्टार्ट भएकै रहेछ यार ए म डरमा चाहिँ लागेको रहेछ सोल्टाहरू कस्तो गरेको कसो होला ल गाइज हामी अब फाइनली चिम्चोक आयो बटाउने भने चिम्चोकको छानामा चाहिँ पुग्छ गाइज यार के नि यार बुझिस् नि मामा ढोलाएन त मामाको डाइलेक्ट त एक्सपायर भयो कि क्या हो बाइकको पावर धेरै भएर हेर न यार कुदाउने मिल्दैन क्या यहाँ फेरि 100को स्पिडमा हिँड्दा नि पाङ्रा निस्किला भन्ने डर अब 1000को स्पिडमा हिँड्यो भने त यसको इन्जिन त पुरा पोखरातिर पुग्छ पाङ्रा काठमाडौँतिर पुग्छ अनि अर्को के हुन्छ अरे यसको अर्को के हुन्छ यसको मुटु धादिङतिर पुग्छ हो गलत फ्यामी भयो म गलत एरियामा जन्मेर र बबाल हो नि हामी यस्तो गाउँमा जन्मिनु भनेको त बबाल स्वर्ग जस्तो गाउँ मेरो ठाउँ वे गाउँको घर भनेको यो के गराएको ए म त मेरो बाइक बिग्रेर कराएको भनेको त मिल गराएको रहेछ म त मेरो बाइक के गराएको भनेको क्या गाइस ए त्यो खास मेसिन गराएको रहेछ बुर्र गराएको रहेछ मैले त मेरो कोही बबाल बाहुबलीको त्यो उस ए गाउँहरू देखेको मनै रोयो यार मेरो गाउँ कहिले पुग्ने हो गाइस ओए कुखुरा मार्ला यार रमाइलो फिल गुड भाइब्स लाइक अ हिरो हिरै हो नि क्या लाइक अ हिरो तपाईँहरूको विचारमा चाहिँ बाइक दामी चलाउने राइडर हो कि सेफ चलाउनु राइडर हो कमेन्ट गर्नु होला Which one is rider? कस्तो लाग्यो हाम्रो मने उद्या यो चाहिँ तामाङहरूको मरेपछि के अरे च्यान मने दामी रहेछ मनेहरू चाहिँ ल गाइस यस्तो छ हाम्रो गाउँ मात्रै राम्रो भएर के अरे बाटो भने चाहिँ है सर्वनाशै छ
राइडरहरूले किन पाना निकालेर हिँड्दो रहेछ ऐना निकालेर हिँड्दो रहेछ भन्दाखेरि यो के अरे यस्तोमा उस हुन्छ नि त लोट्यो भने झ्याउ हुन्छ भनेर चाहिँ निकाल्ने रहेछ है। मलाई थाहा भयो आज यो कुरा नबुझेर मैले कतिवटा ऐना फुटालेँ हेर। यसो निकालेर हिँडेको भए कति सेभ हुने रहेछ। ल अब यो चाहिँ के निकाल्ने है, यो निकालिदिउँ है अर्जुन है। अब म पनि भ्लगर, अर्को चरणमा पुगेको भ्लगर। किन ऐना निकालेको भन्ने कुरा पनि थाहा भयो। यस्तोमा चाहिँ गोटीवाला टायर चाहिँदो रहेछ गाइज है। मेरो डट त हो तर के अरे उ छैन के डट, गोटी छैन के डटमा। अब गएर हाल्छु जोस्। अब अफरोडिङ अलिक खतरै गरिन्छ अब चाहिँ, थाहा भएको कुरै हो। खतरै चलाउँछु तर खतरा चलाउनु खतरा होइन के, सेफ चलाउन सक्नुपर्छ गाइज। यस्तोमा हामीले पहिला ब्रेक बिना ल्याएको, त्यही पनि अगाडिको ब्रेक मात्रै, पछाडिको होइन। हामी खतरा होइन गाइज, पहिला यतैबाट होइन हामी अर्जुन। हेर्नु त यो यस्तोमा बाइक धेरै बिगार्दो रहेछ गाइज। किन भन्दाखेरि गत भाइब्रेसन धेरै हुने, धन्न यसमा सक हुन्छ र पो होइन। नत्र त मैले गाइज अर्को कुरा के थाहा पायो भन्दाखेरि चाहिँ होइन, हामी रफ गर्नेलाई यस्तो उस्तो अनि चुरोर खानेलाई यस्तो उस्तो भन्छ नि, तर त्यो खास यो यङ स्टारको जेन्जीको त नभनौँ, यङ स्टारको ठेक रहेछ क्या। जस यङ स्टारहरूले के गर्न सक्छ त, बुढो मान्छेले त बोल्छ भनेपछि यङ स्टारहरू त अलिकति यङ भएपछि त म्या यस्तो कुराहरू चाहिँ नर्मल निस्किने रहेछ क्या यो। किन भन्दाखेरि चाहिँ यो अलिकति हुन्छ नि बडी रियाक्ट, भोइस रियाक्ट भन्छ क्या। यति पनि गर्न सकिएन भने चाहिँ होइन, यति पनि बोल्न सकिएन भने त्यो सोचो बनाएर चाहिँ लाइफमा चाहिँ म चाहिँ के गर्न सक्दैन क्या। म साँच्चै भनिदिन्छु, केटा मान्छे भएपछि मुटु चाहिन्छ, होइन भने चाहिँ बबाल राग हुन्छ क्या। अनि यस्तो ओह्रालोमा त न्युट्रलमा हिँड्ने हुन्थ्यो भने हुन्छ होला तपाईँहरूलाई, तर यो ब्रेक हेर्नु है, यो उस छोडे बित्तिकै ब्रेक लाग्छ क्या हाम्रो चाहिँ। सो गाइज बबाल ठाउँ, बबाल भाइब्स कस्तो भइरहेछ अर्जुन? फाइनली हामी तावल आयो। यो चाहिँ हाम्रो तामाङहरूको ताराउ तामाङ छु त भ्या वे भ्या है दाइ छ कि छैन यार। फाइनली गाइज यस्तो दामी ठाउँमा आयो। चिल बिल म यहाँ एकचोटि यो राखेर के हो यहाँ राखेर म यहाँ एकचोटि उभिन्छु। यहाँबाट हेर्नु है, दामी तरिकाले आउँछ हेर्नु है गाइज। के अरे अर्जुन यो ठाउँको नाम के अरे? चोके आइपुग्यो। चोकेपछि उता हिमाल कस्तो देख्छ हेर्नु है गाइज है। हिमाल खतरा, आई लभ यु। यो बाइक यस्तो त्यसको पावरले भ्याउँदैन कि अर्जुन है। जस लो मसलमा जानुपर्ने हुन्छ, कन्ट्रोलै हुन्न यस्तोमा चाहिँ। ओए बब्बाल हिमाल, यस हुर्रे ताजु बनाउन आयो। अझै मग Shake here.
त्यो बोक्न लाएर हामी अब बल्ल निस्किन लाग्यो केटाहरू सब धोकेबाज यस्तो बाटो छ होइन धन्य मोरी होइन त्यही हो यस्तो छ है हाम्रो गाउँको बाटो हाम्रो गाउँको डट बाइक जाने बाटो देख्नुभयो खतरा छ है ल यही हो कस्तो ठाउँमा हामीले डट बाइक लिएर आउँदो रहेछ हेर्नुहोस् भ्लगरहरू सबलाई च्यालेन्ज वाट द फक म्या देख्नुभयो हाई आउने भनेर चाहिँ यता बाटो पनि सफा गरेर रहेछ त्यही भएर चाहिँ खुसी लाग्यो राजा आएपछि त गाउँमा त सफा त गर्नै पऱ्यो नि होइन र गाइस गाह्रो छ सो हेर्नुहोस् बाटो क्लियर गरेको हामी आउने भनेर तर बाटो चाहिँ सही छ है यो दाउराहरू सब फालेको रे गाइस मलाई बहुत डर लागिरहेछ अन्त किन त्यो हातले गयो आयो अतालो ल Hello, wishing you. Bye bye. Nhiều. चलो न भाउ गाउँभरि हल्ला भो भागम भागम सारैले बिल्ला चलो न भाउ ए जाऊ ल गाइज हामी अहिले फाइनली कलङ्गङ आइपुग्यो गाइज जन्मभूमि कर्मभूमि लभ यु रिजेट ल गाइज है मोबाइल छ अब चाहिँ हामी आइपुग्यो मेरो गाउँ आयो मेरो जन्मभूमि कस्तो लागिरहेछ सुल्टी एकदमै बबाल आनन्द आयो 2 दिनको यात्रा भयो यसपालि चाहिँ फर्स्ट टाइम होला बाटोमा बस्नु परेको यो बाइकले चाहिँ धोका चाहिँ कतै दिएन तर यस्तो गाह्रो तरिकाले हामीले बाइक ल्यायो कि होइन हामीले बाटोमा देखाउनै सकेन कि भ्लग बनाउने कि बाइक कन्ट्रोल गर्ने कि आफ्नो ज्यानको त प्यारो लाग्छ नि त होइन त्यही भएर चाहिँ होइन मुटु नै चुटियो सो जति जे भयो भ्लगहरूमा अलिअलि छ गाइज एक्सपिरियन्सहरू सुनाउने नै छु भोलिबाट चाहिँ भ्लगहरू बनाउने छु टन्नै भन्दै आजको भ्लग जसले हेर्नुभयो सबैजनालाई थ्याङ्क यू सो मच टाटा बाई बाई डुन्डी